आज बुवाको वर्ष दिन चैत 16 गते जोडेको छ। आज वर्ष दिन बुवाको सबैजना भेला हुनुभएको छ। यहाँ ठुलो मामु हुनुहुन्छ, यहाँ ठुलो बुवा उता मामाहरूको बुढी बहिनी मामाको इन्तजारमा हामी अघि कार्यक्रम नमस्ते नमस्ते माइला मामाले गर्दा अलिकति दिनुभएको छ कार्यक्रम चिया खाँदै हुन्छ। कुरा सुन्नु छैन गर्मी के गर्नु ठुलो मात्र बाहिर होला खै आली लग्ने के छ राधिकी की खबर? हजुर भन्नु न राधिकी की खबर के छ? हाय नो बा के छ एकदम पार्लर गएको थिइस् त पार्लर कहाँ गयो पार्लर अस्ति नङमा के गर्थे नङ लाउनलाई हो अलिअलि भएको नि साथीले सिकेको थियो मेरो लाउन काटेर यो लगाएको मैले अनि बोलाएर कहिले आके हिजो आएको म यो चाहिँ मेरो बहिनी है प्यारी ई छोरी हामी गोल्लाब जान आँटेका हामी दाजु बहिनी गोल्लाब हिँडेका केही सामानहरू लिनलाई। यो गोल्लाबको मकैबारी हो माउलोको धेरै छ मकैबारी यहाँ धेरै आँखाले बाइन्जेलसम्म छ। यहाँ चाहिँ अलि परतिर अद्दो खोला आउँछ बिर्तामोडबाट बग्दै आएको अद्दो खोला आउँछ। हामी दाजु बहिनी भएका उसको दिदीलाई लिनलाई हामी हिँडेका। यहाँ के भन्छ हावाको कारणले गर्दा साउन्ड अलिकति नराम्रो आएकोले मैले रेकर्ड गरेको छु, त्यसको लागि क्षमा प्रार्थी छु। यहाँदेखि लगभग 2 किलोमिटर छ गोल्लाब 2-3 किलोमिटर लगभग। अब खोला आउँदैछ। यहाँ गौरव भाइले ट्र्याक्टर लिएर आउँदैछन्, हात पनि हल्लाइरहेछन् है। खोला आइगयो। पहिला यो खोला पुरा सानो थियो, बाढी आएर पुरै यताको डिल सबै काटेर लगेको छ। पर थियो डिल अहिले ओरसम्म आएको छ। पहिला यहाँ ठुलो पुल बनाएको थियो बाँसको दह्रो बनाएको थियो। एकचोटि बाढीले आएर पुरै लग्यो, पुलै भगायो। बाटो पुरै अप्ठ्यारो छ। बालुवा खाल्टा खुल्टी बर्खामा चाहिँ झन् समस्या आउँछ यहाँ हिँड्नको लागि। बालुवा आयो यहाँ ट्र्याक्टरहरूले नै बालुवा उठाउँदै लाँदै गर्ने गर्छन् है। यहाँ पनि सानो बाटोको पुल हालेको छ अहिले हाललाई, फेरि बर्खामा यो पनि लाने नि हो पक्कै। यहाँ बालुवाले गर्दाखेरि बाइक कुदाउन अलिक साह्रो परेको छ। सररररर जाँदैछौँ। चलो स्टार्ट हुन गाह्रो हुन्छ बाइक। बाइक एकछिन स्टार्ट हुँदैन, ब्याट्रीमा खै के समस्या आएको छ, स्टार्टै हुन मान्दैन बाइक। आवाज अर्को आइरहेको थियो बाइकमा सरररर जाने। अब यहाँदेखि अलिक अगाडि गएपछि पिच आउँछ, पिच आएपछि त एकैछिनमा पुगिन्छ।
खिचायो है साथी हो। अब एकैछिनमा पुगिन्छ। भिडियोमा जोडिरहनु होला। अब पुगेपछि देखाउने छु। फाइनल्ली अब आइपुग्यो यहाँ घर। हेलो बोलो गाइस को। वेलाई लिन आएको हामी। को छोड्नु न। राम्री भएर बसिन्छ। आई एम रेडी। म रेडी भएर बसेको छु। गर्मी हुन्छ प्यानले। माइ नेल्स हुँदैन देखाउनु नेल्स। अस्ति पार्लर गएर घोट्दै थिए यही रहेछ। आफ्नो छैन। अब वहाँ पुगेर आउने छु है। वहाँ पुगेर बुवा घर पुगेर वहाँ पुगे पछाडि ल्याउने छु। आइपुग्यो फाइनल्ली आइपुग्यो। ए हाम्रो त यहाँ घरको कहाँ जानुभएको थियो अघि? कहाँ जानुभएको थियो? तल किन? तल किन? गाई लिएर गएको थियो कि मकै पानी। अस्माकं स्वर्गीयपिताः स्वर्गीयपिता हिमलालः सर्वणस्य मासिक श्राद्धकरणार्थं पुत्रद्वारा मासिककरणश्राद्धैः। अब तपाईँ मेरा काइला नआएको घर। ब्लगरै हो यो घरको शेर हो। यो नाङ्गै बसिरहेछ। दीक्षा बसेर खाएको भाइ। त्यसलाई पार्न मात्रै गाह्रो हुन्छ क्या। अब यो मासिका सकेपछि पितृहरूसँग आशीर्वाद माग्छ। अब बुढाको मासिक श्राद्ध भन्दा अघिल्लो दिन गरिने मासिक श्राद्ध हो। यो मासिक श्राद्ध हामीले पूर्ण गऱ्यौँ पिताजीसँग, पिताजीको स्वरूपलाई सम्झेर उहाँसँग आशीर्वाद माग्ने, आँखा चिम्लिने है, ध्यान गर्ने। ल रामनवमीको दिन गर्ने। अब यता पनि गर्नुपर्छ अनि उता पनि गर्नुपर्छ अनि खाना हुन्छ। त्यही त आलु तास्न के हुन्छ हम्बे हम्बे मम्मी दुईटी छन्। यता जाँदै सबैजना उस्तै देख्छु म त हरू मैले चिनेको छैन। अन्त नि अस्ति अलिक मोटो हुन्छ त फाल्टै देखिहाल्छ। अस्ति त यस्तो गाह्रो थियो कि टाइगर के चल्ली चल्ली खिचेर भिडियो नि खिचेको छु। चिन्न त चिने माइजू एक्लै बुनिया पकाउने चिने ड्रिल बुनिया कौन है मैले मम्मीले फेरि भाडाले
मजाले अलिक त्यति झरेन हालेको चाहिँ छिटो हुन्छ नि अलिक गहिरो हुनु पर्यो यो परे अनुसार यो सानो पनि होइन तेल पनि भयो तेल पनि भएन तेल त पिँदैन रहेछ होला अनि 5 किलो तेल हेर्न यसरी दुलाई पगार हुन्छ नि यसैको त्यहाँ पखाला हाल्नु पर्छ नि त हुन्छ नि अलिअलि पखाल्दा कस्तो राम्रो हुन्छ त्यसरी यो सबै सकिँदैन छिटो गर्नु पर्किँदैन त्यसो गरेर मैले पर्किहाल्छ नै होला है मदन बेसारले के हालेछ नि खुर्सानी र अलि हाल्नु भित्र खजा खुवाइमा बाहिर आएको कहाँ बसेको भाइ किन बसेको यहाँ यत्रो कुर्सीमा राति लड्ने भाइ खाटबाट लड्ने होइन यता हेर यता हेर यता नानी धान त के ल अब हामी यो पुष्प किन लिँदैछौँ भने नि अब ख्याल गर्नु है आजबाट हामीले हाम्रा कुलदेवता यो पाँचजनाको होइन यहाँ सुन्नु त म बताउँदैछु यहाँ मैले बताउँदैछु एकछिन यो चाहिँ हामीले शुभारम्भमा हाम्रा कुलदेवता पितृदेवता वास्तुदेवता सुन्नु है नागदेवता पितृदेवता वास्तुदेवता पितृदेवताहरूसँग आशीर्वाद माग्दैछौँ र आजबाट हामीले वार्षिक पूर्ण श्राद्ध गरेर आज हामी भगवान सत्यनारायणको पूजा गर्दैछौँ तुलसीको पूजा गर्दैछौँ अनि त्यस पछाडि भगवान शिवको पूजा हिजोबाट सुरु गऱ्यौँ अनि नवग्रहहरू त्यहाँ थालमा बनाएका छन् नवग्रहहरूको पूजा गर्दैछौँ देवीहरूको पनि आराधना गर्दैछौँ अहिले नवरात्र चल्दैछ देवीसँग पनि शक्ति माग्दैछौँ सबै देवी देवताले आशीर्वाद दिउन् है भनेर ध्यान गर्ने ल बोल्नु हुँदैन है हरि ओम स्वस्ति न इन्द्रो वृद्धश्रवा स्वस्ति नः पूषा विश्ववेदाः
स्वस्ति नस्तारक्षो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्दधातु हरिः ॐ द्योः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिराप तिरोखदय शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्ति सर्वगुं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षवीर्यजत्राः स्थिरैरङ्गैस्तुष्टुवांसस्तनुभिर्यते देवैतं जरायुः ओम श्रीमन्महागणाधिपतये नमः। कमलेभ्यो नमः। इष्ट देवताभ्यो नमः। कुल देवताभ्यो नमः। स्थान देवताभ्यो नमः। ग्राम देवताभ्यो नमः। पितृ देवताभ्यो नमः। वास्तु देवताभ्यो नमः। कुलथानि देवताभ्यो नमः। एतत् कर्म सर्वप्रधान देवी देवताभ्यो नमः। ओम सर्वेभ्यो देवीभ्यो नमः। ढुङ्गा कहाँबाट ल्याएर आफैले ढुङ्गा ल्याउनु भएको उता खाना बनाउँदै पछि खाजा खाएको हामीले खाजा पुरी दल्ने कार्यक्रम तेल लाउन हात तेल कडाईमा तेल गयो अमित भाइ पुरी काट्दैछन् सँगै जाँदा नि के भएन छुट्टिहाल्छ डल्ला चाहिँ एउटा डाङ्गा राख्नु अरू सानो पात मासु ल्याउन भने कसले धोएर मात्रै ल्याएछ यो त्यो टाँसिन्छ क्या सबै त्यो कालो स्टिलले हान्नु पानी आउनु सकेन शीतल भन्नु नि अनि खाइसक्यो सायरीको खबर के छ ठिकै छ मलाई चाहिँ हिजोपछि पठाउ
मगर खाना बसेको आइरहेको कति लिएर परबाट यस्तो खिच्नुपर्छ आउँदै होला हामी लाखबत्ती बाल्न आँटेको यहाँ राख्न आँटेको हुन्छ अनि 4:15 त लाखपति बाल्ने कार्यक्रममा त भिड भएको धेरै सुख भएछ त पहिला पार्टी छोड्नु अरे राम्रो हो कि पार्टी चाहिँ पुग्दैन नि त अनि यो रोखाइमा भर पर्यो नि त यहाँ 2 लाख महेश्वराभ्यां नमः गणपतये नमः कुलदेवाय नमः सबैले नमस्कार गर्नु ओम नमस्तनन्ताय सहस्रमूर्तये सहस्रपादाय शिशिरोरुबाहे आत्मसनि गुरु हाँस्न भइरहेको भोलि पढ्न सक्नु मेरो त जानुहुन्न छोड ओम महा तस्सत ओम तस्सत विष्णु राजा नि हाल्ने ओ अब अलि सलेदो काम अब साले विस्तार है अब सालाजुलाई दिनु हो सल्के पछि सल्के दिए त माथि कवि छोड्नु रे सालाजुलाई सुन्नु न सालाजुलाई परिपरि बोलो अब यहाँ सुन्नु दिदीको पाला थियो होला खोइ कता पुग्नु जानु है हामीले पनि पाल्दा हुन्छ नि होइन पछाडि तान्नु हरि ओम पूजा गर्ने ओम नमो भगवते भगवते वासुदेवाय
भइहाल्यो ओइ लु जा विश्ववर्तिका भगवानको भक्तवत्सल भगवानको सत्यनारायण भगवानको तुलसी दामोदरको यज्ञ पुरुष भगवानको गंगादी तीर्थ देवताहरूको काई माई भगवतीको पशुपति नाथको नेपाल जननीको गौ माताको गायत्री माताको महालक्ष्मीको सनातन धर्मको वेद पुरुष भगवानको इष्ट देवताको कुल देवताको कामादि देवताको भारद्वाज गोत्रका दिवंगत पितृहरूको भारद्वाज गोत्रका सम्पूर्ण पितृहरू हिमलाल सहित सम्पूर्ण पितृहरूको आजको आनन्दको गोविन्द जय जय
Bye.